हस्पिटलमा सही ल्याउँदैन नि भन्नु भन्नु खुट्टाको सर्क्यो खुट्टा बाउडियो ओए ए कि त भएन नि साइकल यार ए भयो यार म पछाडि हेर्दैन सो चाहिँ यता यहाँ बाटोमा आएर एकछिन खाँदैछौँ हाम्रो सानो तलदेखि लिएर चाहिँ त्यही हो बाटोमा छौँ तानसिङ उता माथि हेर्न सकिन्छ माथि टपमा हेर्न सकिन्छ तानसिङ लेखेकोमा त्यहाँ गएर फेरि तल झर्नुपर्छ सुल चाहिँ हाम्रो लास्टै उकालो कस्तो थियो उकालो भन्दा त्यहाँ अरे भेजा हो यो क्या भेजा होइन ए छाती हरियो दुख्यो किन तिम्रो पखर पानी खाएर अब कहाँ जाने अरे रानी महल पाल्पा पुग्यो न पाल्पा त पुग्यो यो उकालो यस्तो छ कि गाइजहरू यस्तो छ न कसम यसमा होइन नर्मली हिँड्यो नि 30को स्पिडसम्म जान्छ क्या होइन नर्मल पाइदल लाने किन हिँड्यो नि कि यहीँ छुन्ने अन्त स्कुटीलाई त तान्न गाह्रो थियो यार एक्लैलाई निकाल्दैन त्यही हो जान्छौँ त्यो भिडियो गर्छ त्यही सेटअपको लागि यस्तो यस्तो लाग्छ न त्यही भेट्छ त्यो बाटो कम 10को यहाँदेखि अब ओह्रालो हो यहाँदेखि क्या हो जाने बेला रानीमल जाने ओह्रालो हो लास्टै ओह्रालो हो 10 छ कि नै लौ दम ओया कता हो भाइ रानीमल जाने यता हो कि यता ओह्रालो हो यता ठाङ्कु भाइ ठाङ्कु तल देखिन्छ कि रानीमल हो क्या हेलमेट चाहिँ मिलेको छैन यार ओए बोलेरो आयो बोलेर आउने होइन बोलेरो यार बगैँचाको फुल सारा ए कि त भएन नि साइकल यार ए भयो यार म पछाडि हेर्दैन ओए भयो यार म पछाडि हेर्दैन बेरे खान यस्तो घुम्टीमा तल हो कता हो कता
कता हो कता फुल्ला उठाएको नि हावाले उडाइदिरहेको यार कता हो यार दाइ रानीमल जाने तल हो ओए गाडी 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 आहाज किन भाइ सुमितलाई कुरम्बे मजा आयो बे यार त्यो अब तपाईँलाई अलिअलि भेट्छु है त म त हुइली हान्दै हिँडिरहेको कि म रानी महल वी आर कमिङ ब्रो ब्रो कि गल हो कि के हो थाहा छैन है धन्न गइयो थियो अघि उता त गइयो नि यता चाहिँ गइयो के पछाडि हेर्दाखेरि हुन्छ नि त्यही भएर गयो चुमी त साइराखन आऊ जल्दी आऊ म्यानुअल हान्न सिकिन्छ क्या यस्तै मेरो गाई दाजु ओ खुट्टा गयो ओ खुट्टा गयो सर्क्यो खुट्टा बाउडियो खुट्टा बाउडियो एक्कासी के त्यो आफै भइहाल्छ नि नसातनी गरेर उस गरेर त यसो सिधा गराउँछ एक्कासी यार गाइजहरू हँ सो गाइज हरिब गर्न आएर हो यो जसलाई छोप त यहाँ यसो एकछिन राख 1 मिनट जति ल हेर्नु है चप्किन्छ क्या त्यही हेर्नु है मेरो खुट्टामा के हो यस्तो हेर्नु त पग्लिसक्यो कति तातो हो बे हेर्नु थुक्दाखेरि शुद्ध तातो हो तातो हो के छामा न ए यो पनि नचप बे औडा अघि हात द्याउ त धुवा निक्लिन्छ अघि कति हो बे फ्रिक्सनले गर्दा बाफले हेर्नु क्याचक कुचुकै परिसक्यो क्या अघि त धुवा निक्ले थियो भर हल्का छुसे लाग्यो बोएर अहिले पिग्लियो भने झ्याउ फेरि ब्रेक नआएन क्या झ्याप्प घुम्ती घुम्ती मार्न ब्रेक नआएन फेरि त्यो तिमीलाई बोले हर्न त्यहाँ बोतलको ढक्कन पिगाल्दै ए अब चाहिँ हाम्रो यहाँ चाहिँ गोप्रो सेट भन्छ यस्तो बवाल हाने मैले होइन किन मान्छे डरायो कि रियाक्सन दिइरहने होइन सो यहाँबाट चाहिँ जान्छौँ ल ल ल ल हिँड कि तिमीलाई पनि भिडियो भन्छ भेटिन्न ढुक्कै चाहिँ म अब अगाडि 100-200 अगाडि हुन्छु कि नि भन्दा होइन यत्तिकै के हेर्ने पैदल पनि हिँड्ने पनि
महल 3 किलोमिटर है, 3 किलोमिटर हो अब यहाँदेखि चाहिँ। रानी महल पुग्न थालियो। मैले त्यो बिहान देखेको बस त होइन बे। बिहान एउटा यस्तै बस गइरहेको थियो क्या, पाल्पावाला चाहिँ यो त। ओए ओए सुस्त ब्रेक ओए झन् ओए 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 तिमी अगाडि देऊ हुन्न हिँड। यो ओए टिप्पर आयो, टिप्पर। ओ सुमित गयो सुमित गयो। ओए धन्न हरि इप्सो लो चला खान बे। आओ यहाँ सिम ब्रेक ला ओए। कता गयो? कता गयो? लास्ट लायो लोट्यो कि नै? धन्न अब कोई कहाँ रहा तिमी कहाँ गयो बे? सुमित आए किन तल हिँड त्यो घुम्टीमा ब्रेक लाऊ, अरूमा पर्दैन क्या। घुम्टी अन्त उहाँ घुम्टी अनि हल्का यता ब्रेक लाऊ।
रानी महल तल उस चाहिँ माथि है तल हाम्रो अब रानी महल तल जाँदैछ यति होइन र अब ल है त ल गाइजहरू फाइनल्ली सो गाइज अब रानी महल आइसक्यो दुईजना है त ल चट्टो पारामा रानी महलको राइडमा रानी महल आइसक्यो यहीँ तल हेर्न सक्छ रानी महल सुस्त तिन कागै बे यहाँ त गाडी राम्रोबेर हुन्न न रिक्स हुन्छ रानी महल हेर्न सक्छ न त्यहाँ यति हल्का देखाइदिन्छु वहाँ सक्छ बिल्डिङ सिल्डिङ होइन रानी महल पुगिसक्यो जाम सुस्त जाऊ Finally guysहरू फाइनल्ली इन द रानी महल यो हरि बेल लाग्छ या धन्न बाँच्यो नत्र है सुमित गएको है फाइनल्ली इन द रानी महल वी आर इन द रानी महल है त ल त गाइज अगाडि हेर्न सक्छ रानी महल अगाडि यहाँ उही आफ्नो लेन भन्दा त जानु त हुँदैन उही हावा लाखै चाहिँ यार छै ए आँखामा धुलो पर्यो यार कता राख्ने साइकल राखम एकतिर राखम यता अब त्यो यहाँ राखम सो पानी धुलोले आम साइकल चाहिँ जान्छ आज ढुक्क भयो नि त धुलो उतो चाहिँ चुटाल्थ्यो चाहिँ पौडी खेल्छु नि खै के हो थाहा छैन मलाई म चाहिँ यस्तो साइडमा मुक्छु घुम्छु बस्छु मलाई त खेल्न आउँदैन त म त रिक्स लिन्न नचिनेको ठाउँ उस घरको ठाउँ त्यही भएर अब जान्छौँ यतातिर अनि फेरि बिचमा फोटोसोटो खिच्छौँ बस्छौँ है त गाइजहरू ल त तिनीमा पौडी खेलिरहनु खासम्म बगाउँछन् होइन यिनी मऱ्यो भने म होइन हेर्नु यहाँ भ्युज यो के भन्छ मैले भिडियो मात्र बनाइदिएको त मरे गयो तिमी त टुप्पी ठाडो भयो जस्तो भयो कहाँ हरायो तिमी छिटो आऊ है पानी पऱ्यो यता चाहिँ पानी पऱ्यो त नाप्थ्यो आउने बित्तिकै हाम्रो आउने बित्तिकै पानी पऱ्यो यत्रो उहाँले मेहनत गरेर आयो पानी पर्थ्यो के फाइदा साइकलको व्यवस्था लाउनु पर्यो कि गाइजहरू गर्दा टेन्सन छैन हाम्रो चाहिँ माथि गएर पनि बस्न सकिन्छ रानी महलमा होइन पानी बित्यो हुँदैसम्म साइकलसँग गाडी जानु पऱ्यो क्या हाम्रो यहाँ गाडी जान्छ किनभने गाडीले लय भयो हामीलाई उही भन बाटोमा सिसा हेर्नु पर्यो यहाँको ढुङ्गा त के हो यार त्यो अब तपाईँलाई अहिले भेट्छु है त म सोल चाहिँ यता माथि आँखामा आफ्नो चाहिँ अनि नयाँसी त्यस्तै त अनि माथि जान्छौँ चप्पल लाएर जानु पाइन्छ किनभने चप्पल जुत्ता
सो अहिले चाहिँ हामी गइरहेको माथि यो चाहिँ माथि हिँडिरहेको हाम्रो चाहिँ यता जाऊँ राइटतिर के राइटतिर यस्तो यस्तो सामानहरू हुने चाहिँ पुरानो जमानाहरूको सामानहरू हुन् के यत्रो ठुलो यहाँ छ न यो बाहिर यस्तो हिल छ फोटोसोटो खिच्छ मन जान्छ मै त सो गाइज हाम्रो चाहिँ घोसलामा आइसक्यो भने यहाँदेखि चाहिँ डाइरेक्ट माथि बन्द खाले बाहिरबाट हेर्दा सुन जस्तै भित्रबाट आउँदा गु जस्तो दम यो नजाम भनेको बाहिर चाहिँ मन थियौँ अझ तल जान्छ भने फोटोसोटो खिच्छ भने भेट्छौँ यता सो गाइज अब चाहिँ यहाँ रानी मैले देख्नु होला न एउटा अङ्कल चाहिँ लोट्नु भयो त्यहाँ भिडियो हेर्नुभयो होला तपाईँले साइकल चाहिँ यहाँ जाँदाखेरि त मजाले गयो आउँदाखेरि त अनभए के हो चढ्नै नसक्ने लास्टै धो भयो अब जान्छौँ भन कहाँसम्म पुग्छौँ थाहा छैन आनन्दले जान्छौँ किन हो त्यसरी काट्ने यार रोकिँदै सो अहिले चाहिँ हाम्रो यहाँ बाटोमा छ मन दुःख पाइयो दुःख न सुमित गाडीमा दुःख गाडी आउँछ अन्त लगाइदिएर लास्टमा त्यही त त्यहाँ के छ सो अहिले चाहिँ यहाँ होटेलमा आएन हामी बस्नलाई चाहिँ राति भइसक्यो त्यही भएर चाहिँ होटेलमा बस्ने यहाँ बस्न आएन हो त्यो सुमित कस्तो हालत भन त यता राख यता लास्टै गयो लास्टै गाइजहरू यतै राखिदिउँ न अब त्यही हो होटलभित्र भेट्छौँ त कस्तोहरू सो गाइजहरू अहिले चाहिँ फाइनल्ली यहाँ रुममा आइसक्यो भन रुम चाहिँ यस्तै छ ठिकठाक छ होइन यत्रो कम्बल के हेर्नु जाडो त होला नि है त्यही भएर अब चाहिँ यहाँ खाना हाम्रो सामान होइन अनि त्यही अब पछि उस गरम लाग्यो त अब साँझतिर भेटौँ मैले त